Hi everyone, welcome back to my Nanapan YouTube channel. I hope हजुर सबैजना आरामै हुनुहुन्छ होला अनि म पनि आरामै छु। अनि आज पनि एउटा मैले एउटा छोटो मिनी भ्लग लिएर आएको छु। I hope हजुर सबैजनाले हेरिदिनुहुन्छ भन्ने आशा छ। अनि आज चाहिँ शनिबार अनि म मेरो हस्बेन्ड मेरो छोराछोरी लिएर चाहिँ यता बौद्ध स्तूपा अनि चाबेलतिर जाँदैछौँ। बौद्ध स्तूपा घुमाएर अनि त्यहाँ किमा नुडल्स बौद्धमा किमा नुडल्स खाएर अनि किमा नुडल्स इज माई फेभरेट फुड। सो मलाई किमा नुडल्स कस्तो मनपर्छ क्या बौद्धतिरको। अनि किमा नुडल्स खान जाउँ भने अस्तिदेखिको भ्याएकै थिएन कि अनि आज चाहिँ किमा नुडल्स खानको लागि जान लाग्यो। अनि प्लस मेरो चस्मा मेरो आँखाको पावर बढाएको थियो कि अनि चस्मा किन्न जानै पाएको थिएन फ्रेम किन्नको लागि पावर हाल्नको लागि। अनि चस्मा पनि हेर्नको लागि चस्मा भन्नाले फ्रेम हेर्नको लागि अनि अरू यतिकै बच्चाहरूलाई छुट्टी भएर चाहिँ घुमाउनु लैजाउँ भनेर चाहिँ हामी त जाँदैछौँ। ओके भिडियो हेरेर साथ दिनु होला। ओके साथीहरू, अब अहिले हामी चाहिँ घरबाट निस्केको बाहिर रोडमा छौँ। भर्खर हिँड्यौँ अनि तर है अघि हामी हिँड्ने बेलामा कस्तो पानी पर्ला जस्तो भएको थियो। अनि पानी पनि फेरि हिँडिसकेको पानी पर्न थाल्यो होइन। अनि पानी पर्न थालेपछि ला अब के गर्ने भनेर फेरि रोक्यौँ, वेट गऱ्यौँ, एकछिन बस्यौँ अनि फेरि पानी पर्न छोड्यो। अनि अहिले चाहिँ हामी हिँडेको होइन। तर कस्तो चिसो भइरहेको छ कि हावा सरर हावाले मेरो भिडियो रेकर्ड गरेको मैले ओरिजिनल भोइस हाल्नै पाएन कि, किनकि कस्तो आवाज आइरहेको थियो कि हावा चिसो न हावा आएर अनि कस्तो जाडो पनि भइरहेको थियो। अनि त्यही भएर हामी बोलेको केही आवाजै आएन कि हावा सरर त्यो मोबाइलमा कस्तो भएर के। अनि मैले ओरिजिनल भोइस हाल्नु पाइनँ, सरी फर द्याट। अनि ओके अहिले हामी जाँदैछौँ उता चाबेलतिर। सुरुमा चाबेल 99 मार्केट जाने भन्नुभयो, त्यही भएर हामी चाहिँ उता चाबेलतिर जाँदैछौँ। 99 मार्केट अहिले सेतो पुल आइपुग्यौँ हामी। सेतो पुल हुँदै रातो पुल हुँदै पहेँलो पुल हुँदै अनि हामी चाबेलतिर जाँदैछौँ। ओके यस्तो राम्रो फुलहरू फुलिरहेको रहेछ नि, कस्तो राम्रो स्विट कलरको के। अनि मलाई कस्तो राम्रो लाग्यो भने नि त्यहीँ बसिरहँ जस्तो लाग्यो। त्यो फुलहरू कस्तो राम्रो कलरको फुलहरू फुलिरहेको थियो। अनि त्यही भएर मैले यो भिडियो अलिक स्पिड स्लो बनाएको अनि अलिक राम्ररी देखियोस् भनेर कि कस्तो राम्रो फुल फुलेको नि, कस्तो राम्रो कलरहरू के। अरू भन्दा नि यस्तो अब खडेरी लागिरहेको बेलामा यस्तो राम्रो फुल फुलिरहेको देख्दाखेरि त कस्तो आनन्द हुने के। अनि फुल हेर्दै गयौँ म, कस्तो राम्रो लाग्यो मलाई चाहिँ। हेर्नुहोस् त साथीहरू कति राम्रो छ है। ओ माइ गड। अब हामी अहिले चाहिँ कालो पुल आइपुग्यौँ। अब ओके हेर्दै गर्नु है त।
अहिले चाहिँ हामी यहाँ चाबेल 99 मार्केट अगाडि आइपुग्न लाग्यो तर है मेरो भोइस रेकर्ड गरेको भए हावाले केही सुने भए मरिजाउँ त्यही भएर मैले मेरो भोइस म्युट गरेर यहाँ फेरि भोइस रेकर्ड गर्दैछु सरी फर द्याट सो अहिले चाहिँ हामी आइपुग्यौँ है त यहाँ 99 मार्केटमा अहिले हामी चाहिँ आइपुग्यौँ 99 हामी यहाँ उयो 99 सबमा आएको है हामी घुम्नको लागि नचल है लिफ्ट अन छ ओके हामी लिफ्टमा लिफ्टबाट जाने माथि ए आऊ जान्नु बन्द भयो ओके साथीहरु यो चाहिँ काठमाडौँको चाबेलमा रहेको 99 शप हो है यहाँ चाहिँ 99 199 अब 99 मा कस्तो राम्रो सामानहरु पाउँछ क्या तर एकदम रिजनेबल हो नि त न 199 99 भनेको त अनि सामान अनुसारको पैसा अनुसारको सामान एकदमै राम्रो लाग्छ के अनि नकिने पनि हेरु लाग्ने के सामानहरु चाहिँ अनि हेर्न मन लाग्ने त्यही भएर हामी चाहिँ त्यहाँ प्राय गइरा हुन्छौं क्या अनि राम्रो लागिहाल्यो भने किनिहाल्छौं अनि चित्त बुझ्यो भने नत्र भने चाहिँ यसो हेर्नको लागि मात्र रमाइलो हुन्छ के कति धेरै मान्छेहरु हुन्छ नि त अनि सायद सबैलाई राम्रै लागेरै जानुहुन्छ होला कति धेरै मान्छेहरु गइरानु हुन्छ हामी पनि गइरा हुन्छौं सामानहरु किनिरा हुन्छौं अनि पैसा अनुसारको सामान अनुसारको पैसा जोस राम्रो छ के त्यही भएर हामी गइरा हुन्छौं ओके हजुर पनि जानुहुन्छ होला जानुहोस् जानु भएको छैन भने जानु होला सामानहरु राम्रो सामानहरु पाउँछ अरु ठाउँमा भन्दा पनि यहाँ चाबेलको 99 शपमा चाहिँ कस्तो धेरै भेराइटीहरु धेरै छ क्या त्यही भएर हामी चाहिँ त्यहाँ जाने गर्छौं अनि त्यही भएर अब हामी के किन्छौं हेर्नुहोस् है त यहाँनिर चपस्टिक छ त घरमा अहिले एउटा मात्रै छ कति राम्रो प्लेटहरु छ 99 को 1 पिस $99 कति धेरै हो के याद एउटा म पनि लिन्छु अब एउटा लिए मैले के यसो त हामीसँग छ घरमा हैन यो छैन 99 1 प्याकेट वा कस्तो राम्रो रबर ब्यान्ड यस्तो राम्रो अरू कहाँ देखो तिमीले देखाउ त यतै ए खोइ हेर्नु त कस्तो छ हाम्रो भाइ What is this? Wait. Yo esto gane. Wait. Yo esto gane.
ओके ओके अब चाहिँ हामी हिँड्यौँ यहाँबाट अब हामी बौद्धतिर जाने हो कति आउँदैन बौद्धतिर पखला यहाँ भाइहरूलाई वेट पापाहरू भाइलाई वेट गर्नु न आउँदै हुन्छ अब भर्खर आउनु लाग्नु भएको छ पकाइ न उता भाइहरू आउनु पापा आउनुहुन्छ कि पकाउनु रेसन वी वान कति ढिला लाग्यो रेसन हामी अघि आइसक्यौँ मन्दिर आएको हामी मन्दिर ए हो र कस्तो भोक लाग्यो मेरो रेसु बेबीलाई ए एकछिन हामी खाने ल कति धेरै पिजनहरू रेसन बाहिरबाट हेर न यता आऊ रेसन बाहिर आऊ न त पिजनको हाउस हो कि त यता आऊ न यता बाहिर बसेर हेर्ने हो कि बिस्तारै दिमाग लगाऊ है अब कसरी आउँछौ तिमी बाहिर बाहिरबाट हेर्ने है रेसु त्यही भित्र नजाऊ बाहिर आऊ न रेसु त्यहाँनिर पिजन बस्ने हो कि के भन्छ अहिले थर्स्टी सुत्ने ओ कहाँ सुतेर हुन्छ अनि सानो बेबी पिजन हेर न सानो बेबी छ त अमिन है सानो बेबी हामी कस्तो क्युट क्युट हो कि सानो अमिन उड्न पनि सक्दैन रहेछ यो त यसो त सानो बेबी छ हेर न ऊ हेर न ए सानो वा सो क्युट हेर त वा कति राम्रो नचला भयो अब डिस्टर्ब नगर न ऊ बिचरा उड्नै सक्दैन कता गयो खै त बेबी सानो भगवान् बेसी अब यहाँ ढुक्नुपर्छ भगवान्को यो विष्णु भगवान् हो ल अब यता खै पापा कहाँ जानुभयो कि ए पापा त्यहाँ हुनुहुन्छ पापा जाउँ आउन जाउँ भेटो खिच्ने अब हुन्छ नि तपाईँ यो पऱ्यो यो चाहिँ बिरामी सकियो बिचरा झोक्राएर बसिरहेको अहिले सानो बच्चा कहाँ गयो हजुर सबै पिजनहरू त्यहाँ बसिरहेको तिमीले बादर छ यता बादरलाई बोलाउनु हुन्न है बादरले त तिमीलाई लैजान्छ बोकेर नै भयो कि बादर नहेर यता आउन पापा नभाग यति हिँड ल सबै त आयो ल ल तिमी जाऊ प्लिज गो यु क्यान गो सबै तरकारीहरू छ यहाँनिर सब्जी बजार खै पापाहरू 50 को 1.5 किलो तरकारीहरू सस्तो छ जस्तो छ यतातिर खै पापा
Papa. त्यो त बेबी होइन त्यो त स्पाइडर हो त्यत्रै हो त्यो स्पाइडर बेबीसँग गयो अस्ति बेबी होइन त्यो पनि ठुलै हो मामुनी हो स्पाइडर सानो हुन्छ नि त ठुलो हुँदैन त्यही भएर सानो देखेको हो कि बेबी जस्तो देखेको तर त्यो स्पाइडर ठुलो मामुनी होला कि बुझ्यौ अब हामी कता जाने होला अब हामी डले है स्ल्याङ छ भने स्ल्याङ छैन तिमी ढले होइन म त मरे तिमी मरे स्ल्याङ छैन भने देखिमा हालौँ न त्यसलाई ओके साथीहरू अब हाम्रो 99 सपको भिजिट चाहिँ सक्यो त्यहाँनिर अलिअलि सामानहरू किन्यौँ अनि त्यहाँबाट निस्केर अहिले हामी अनि यहाँ चाबेलको स्तूपा आएको छौँ बौद्ध स्तूपा जाने भनेकै मेरो हस्बेन्डले चाहिँ नायो बौद्ध स्तूपा नजाने रे अनि बौद्ध स्तूपा नजाने यही स्तूपा यही हो त भन्नुहुन्छ कि अनि मलाई रिस उठाएको थियो अनि त्यसो भए घर जाउँ भनेर भने अनि पख न अब यहाँ बस्छ न नानीहरू खेलाउँ अनि उता कपन जाने हो क्या कपनमा किमा नुडल्स खान जाने कपनको भनेर भन्नुभयो अनि खासमा कपनमा पनि हामी किमा नुडल्स खान जान्छौँ कि त्यहाँ पनि कस्तो मिठो राम्रो पाउँछ क्या अनि उता बौद्धमा चाहिँ प्राय कस्तो चाहिँ मिठो भएको थियो फेरि 2-3 चोटि जाँदा कस्तो नमिठो थियो कि अनि अब नजाने भन्दै हुनुहुन्थ्यो त्यही भएर होला उहाँले नजाने भन्नुभयो बौद्ध अनि त्यही नानीहरूलाई यहाँनिर हामी खेलायौँ एकछिन खेलायौँ अनि त्यसपछि एकछिन बसेपछि अनि हामी उता किमा नुडल्स खानको लागि चाहिँ उता कपन गयौँ ओके ल म तिमीलाई म स्कुल जाँदाखेरि बाटोमा स्लाइम किनिदिन्छु ल स्कुलको बाटोमा भोलि ल पापालाई नभन है म तिमीलाई भोलि स्लाइम किनिदिन्छु ल केही हुँदैन के खेल्न जाउँ किचनहरू साथीहरु अहिले चाहिँ हामी यहाँ चाबेलको स्तूपा घुम्यौं अनि नानीहरुलाई घुमायौं अब चाहिँ यता कपनतिर जाँदै छु नुडल्स किमा नुडल्स खानको लागि अनि अब हेर्नु न मेरो चस्माको फ्रेम किन्नको लागि जान पाउने हो कि नपाइने हो रात पर्न लागिसक्यो अब भ्यायो भने आज म जान्छु नत्र भने नेक्स्ट टाइम जान्छु अब अहिले चाहिँ हामी किमा नुडल्स खानको लागि जाँदै छौं अब पुग्न लागेको छ अब खाएर
अनि आजको म भिडियो अब यहीँ सायद इन्ड गर्छु होला ओके साथ दिनमा त्यसको लागि थ्यांक यू सो मच अनि लाइक कमेन्ट सब्स्क्राइब गर्न नभुल्नु होला ओके थ्यांक्स फर वाचिङ सी यू नेक्स्ट टाइम